फाइनली म जिम आइसकेँ र आज चाहिँ म आफ्नो आर्म्स ट्रेन गर्नेवाला छु र जति धेरै बक्सिदी गर्ने बानी छ मेरो। लेट्स गो। Okay, first I started my arm session by barbell curl and barbell curl पछि म एउटा ट्राइसेपको वर्कआउट गर्छु, एउटा ट्राइसेपको एउटा बाइसेपको एन्ड फेरि एउटा ट्राइसेपको देन बाइसेपको र आजको वर्कआउट सेसन यहीँ सकिन्छ। र के एक्सर्साइज गर्छु भने इट्स डिपेन्ड अन माई मुड हैन, अब त्यही हो। लेट्स गो। कमन एक्साइटिङ यार, किन भन्दाखेरि कुनै दिन मलाई भोइस ओभर गर्न पनि एकदम गाह्रो फिल हुन्थ्यो भने आज चाहिँ म क्यामेरा अघि आएर बोल्न सकिरहेको छु। देन लेट्स गो। Crazy. Yeah. 2, 3. Done. Let's go. Drop sit. Done. अब चाहिँ हामी आफ्नो ट्राइसेप ट्रेन गर्न गइरहेको छौँ र सेकेन्ड एक्सर्साइज आर्म्सको लागि। लेट्स गो। Crazy. One. And this is our last set of tricep ropes down. Let's go.
1, 2, 3, 4, 5. रोप पुस्ट डाउन गर्ने बेलामा चाहिँ आफ्नो सोल्डरलाई चाहिँ एकदम टाइट गरेर आफ्नो पोजिसनमा छोडिदिनु पर्छ एन्ड पुस एन्ड दिस इज आवर वार्म अप अब चाहिँ हल्का हेभी डम्बलले यस बेन्चमा चाहिँ त्यो बेन्चमा चाहिँ हाम्रो सोल्डर चाहिँ स्टेबल हुन्छ जसले गर्दाखेरि चाहिँ अब बेटर फिल हुन्छ आफ्नो हातमा आफ्नो वर्कआउटमा वर्कआउट मतलब आफ्नो वर्कआउट सेड्युलमा चाहिँ वर्कआउट एड गर्न सक्नुहुन्छ लेट्स गो कमसेकम 20 स्टेप जानुपर्छ जस्तो या 1 6 crazy. Yes. This is our second set. Okay. Come on. Let's go. आशिफ त जानै पर्छ ल Six rep में come on. Yep. 1 Oh. And this is our second exercise of tricep र म चाहिँ rope overhead extension गर्न लागिरहेको छु Let's go. Squeeze, yes, 1 2 3 4 7 वेट चाहिँ त्यति नै हुनु पर्यो जति चाहिँ हजुरको 8 देखि 10 स्टेपमा चाहिँ फेलर हिट भइसक्योस्
आजको ट्रेनिङ सेसनको लास्ट सेट एन्ड लेट्स गो। हल्का हेभी फिल भइरहेको थियो अघि चाहिँ, राम्रोसँग रिप्रेजेन्ट गर्न सकेन, सो आई डिस्टर्ब वेट दिस इज लेट्स गो। 1 2 3 4 5 6 7 boom। सो आजको ट्रेनिङ सेसन चाहिँ यहीँ सकिन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला एन्ड इन्जोय योर डे। सी यु अगेन टुमोरो।